एउटा राजकुमार जसले श्रीपेज लाउने अवसर कहिले प्राप्त गरेनन्। यो हो ब्राजिलियन प्रिन्स नेमार जुनियरको स्टोरी। सेन्टोसबाट आफ्नो फुटबल करियर स्टार्ट गरेर 2013 मा उनी बार्सिलोना पुगे, जहाँ उनले मेस्सी र सुआरेजसँग मिलेर MSN बनाउँदै फुटबल इतिहासकै सबैभन्दा खतरनाक एटेकर मध्ये एक बनाए। 2015 मा उनले UEFA च्याम्पियन्स लिग, ला लिगा र कोपा देल रे पनि जिते। त्यसपछि उनी 2017 मा संसारकै सबैभन्दा महँगो ट्रान्सफर फीको साथमा PSG जोइन गरे। उद्देश्य एउटै थियो, मेसीको छत्र छायाबाट निक्लेर आफ्नै बलबुतामा ब्यालन डोर जित्ने। क्लब स्तरमा उनले घरेलु ट्रफीहरू सबै जिते, तर चोटको कारण उनको करियर बारम्बार रोकिन पुग्यो। PSG बाट च्याम्पियन्स लिग जित्ने सपना पनि अधुरै रह्यो। ब्राजिलका लागि उनी बने इतिहासकै सर्वाधिक गोलकर्ता। 2013 मा कन्फेडरेसन कप र 2016 मा ओलम्पिक गोल्ड मेडल जिते, तर उनको सबैभन्दा ठूलो सपना वर्ल्ड कप जित्न कहिले पनि सकेनन्। 2026 वर्ल्ड कप नर्वेसँग पराजित पछि आँसु झार्दै उनी अब ब्राजिलबाट नखेल्ने एउटा संकेत दिएका छन्। उनले भने, आई टाइड, इट्स अल ओभर। यो सँगै ब्राजिलको एउटा युग पनि अन्त्यतिर पुग्यो। नेमार असफल थिएनन्, तर उनको प्रतिभाले संसारले नसोचेको एउटा कथा लेख्न सक्थ्यो। त्यही कारण उनको करियर सधैँ एउटा बहसको विषय हुनेछ। यदि तपाई नेमार फ्यान हो भने यो भिडियो लाइक गर्न सक्नुहुन्छ, साथै आफ्नो नेमार फ्यानलाई यो भिडियो अवश्य शेयर गर्नुहोला र यस्तै खालको भिडियो हेर्नको लागि यो च्यानल फलो गर्न सक्नुहुन्छ। थ्यांक यू।